हेलो वेलकम टु माई न्यू ब्लग। उहाँ चाहिँ मेरो दाइ, हामी चाहिँ कहाँ आएको रे दाइ? चिलिम डाँडामा घर पैँचोमा आएको। हाम्रो मामाले घर पैँचो गर्नु भएर बोलाउनु भएको। मामा आज के कार्यक्रम हुँदैछ यहाँ? आज यहाँ रुद्री र घर पैँचोको चाहिँ गर्ने हुनुहुन्छ। अब यो चिलिम डाँडा बुवाकै नाममा नै हर्कबहादुर थापाको छोरा माइलो तोरणबहादुर थापाको आज घर पैँचो साथै रुद्री लगाउने भनेर रुद्रीको कार्यक्रम भइरहेको छ। त्यसमा हामी पनि त्यसमा समावेश भएर आएका छौँ। अरू हजुर 24 चिलिम डाँडा हजुर चिलिमडाँडा सामुदायिक होमस्टेको अध्यक्ष पनि हो, संयोजक सञ्चालक मै हुँ र अनि चिलिमडाँडामा जति पनि घुम्न आउने पाहुनाहरूलाई स्वागत छ। र चिलिमडाँडा आउँदा टिपिकल खाना साथै अब पाहुनाहरूको लागि स्वागतको लागि हामीले भयो अतिथिको लागि हामीले स्वागत गरिन्छ। खानाको लागि टिपिकल खाना हामीले पाइन्छ भन्ने थियो। शुभनयना करुणामय गौरी हर श्री वरद विनायक। ओंकार गणपति ओंकार गणपति अधिपति सुखपति चंद्रपति गंगापति शुभनयना करुणामय गौरी हर श्री वरद विनायक। शुभनयना करुणामय गौरी हर श्री वरद विनायक। ओंकार गणपति ओंकार गणपति लाइक शेयर सब्सक्राइब गरिदिनु होला भनेर भन न मलाई। च्यानलमा लाइक शेयर गरिदिनु ल भइहाल्यो। कति धेरै प्रसाद बनाउनु भएको नि। टप्परी बोल्नु भइरहेछ। यो भ्यू चाहिँ मैले हाम्रो मामाको घरको छतबाट लिँदैछु है। अहिले चाहिँ एकदमै धेरै बस्ती भरिएको रहेछ के, पहिला त यस्तो थिएन। अनि यो चाहिँ बेसी हो, चिलिम डाँडाको तलको बेसी हो। यहाँ चाहिँ हाम्रो मामा माइजू छ्यामाहरू चाहिँ खेतीपाती गर्न आउनुहुन्थ्यो होइन। अहिले चाहिँ घरै घर भरिएको रहेछ। अनि चिलिम डाँडा चाहिँ यहाँदेखि 20 मिनट जति हिँड्यौँ भने पुगिन्छ। र चिलिम डाँडामा चाहिँ चिलिम डाँडा होमस्टे सञ्चालन गर्दै आउनुभएको छ 76 सालदेखि हाम्रो मामा गङ्गाबहादुर थापा मगरज्यूले। र यदि चिलिम डाँडा भिजिट गर्न चाहनुहुन्छ भने उहाँ चाहिँ अर्ग्यानिक खानपिन तथा मौलिकता झल्किने सांस्कृतिक कार्यक्रमले स्वागत गर्नुहुन्छ। एकचोटि अवश्य पनि चिलिम डाँडा भिजिट गरिदिनु होला भन्न चाहन्छु म मेरो भिडियो मार्फत। मामा हजुर
हजुर मामा हजुर छोटो संसार भोलेर उनकै शरण जाउँ भरमा विष्णु महेश्वर भन्दै कीर्तन गाउँ छोटो संसार भोलेर उनकै शरण जाउँ भरमा विष्णु महेश्वर भन्दै कीर्तन गाउँ छोटो संसार मेरा भोला है भंडारी करे नंदी की सवारी शंभुनाथ रे ओ शंकरनाथ रे ओ गोरा भांग रगड़ के बोली धर्म कर्म गरौँ पुण्य का त्यही पुण्य का मैले लान्छ परम धाम धर्म कर्म गरौँ पुण्य का त्यही पुण्य का मैले लान्छ परम धाम ईश्वरकै लीला हो ईश्वरकै खेल राम नाम जपाउन 2 दिन बाँचुन्जेल हेलो भन्देऊ